हेलो नमस्ते सबैजनालाई स्वागत छ यहाँहरुलाई सुपर कुकिङमा फेरि पनि नयाँ भिडियोको साथमा उपस्थित भएको छु। आशा छ भिडियो पुरा हेरेर साथ दिनुहुनेछ। हाम्रो प्रिभियस भिडियोमा हामीले डकुमेन्टेसनको काम, मेडिकल अनि टीआरसी को प्रोसेस देखाएको थियौं। त्यो सबै अफिसियल काम सकिसकेपछि हामीले ड्युटी पनि जोइन गरिसकेका छौं, जुन हामी यस भिडियोमा देखाउने छौं। आशा छ हजुरहरुलाई यो भिडियो एकदमै मन पर्नेछ। भिडियो पुरा हेरिसकेपछि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। काम गर्ने इन्भाइरोमेन्ट र साथीभाइसँगको बन्डिङ राम्रो भएपछि ड्युटी आवर सकिएको पनि पत्तै नहुँदो रहेछ। हामी चाहिँ कहिलेकाहीँ यसरी रमाइलो गर्दै काम गर्छौं। हाम्रो प्राय जसो ब्रेक ड्युटी हुन्छ, सो ब्रेकफास्ट, लन्च र डिनरको मैले छोटो छोटो क्लिपहरू यसमा समावेश गरेको छु। ब्रेक ड्युटी थियो अनि बिहानको ड्युटी सकेर अनि घुम्न आएको। अनि तिमी त स्विमिङ गर्छु भनेर भन्दैछौ त गर्ने हैन त? स्विमिङ गर्ने भनेको घामले लागेन, कतै स्विमिङ गर्ने। हेर्नु त, स्विमिङ गर्न रेडी भएर आएको मान्छेलाई घामले धोका दिएपछि त यस्तै हो है। भाग्यमा नभएपछि हामी समुद्र नै हेर्न जाऊँ न त। समुद्रको किनारा छ के है, चिसो हावा खाएर। यहाँ त गर्मी महिनामा त रुममा गर्मी भयो नि, यहाँ आएर सुत्दिनु पर्छ यार। खतरा छाला छ नि आज। वाह बब्बाल उठ्दैको है। पानी परेर हामी त भागम भाग गरेर आउनु पर्यो नि अघि त्यहाँ घुम्दा घुम्दै। हामी चाहिँ यहाँ खोर्सानी र टमेटो रोप्दै हुनुहुन्छ। राजेश के छ त, के भन्नु छ र खोर्सानी र टमेटो? ल देखाउ त खोर्सानी र टमेटो। दोब्रो ओके। यहाँ भित्र छ खोर्सानी र टमेटो, पिरोवाला चाहिँ होइन, नर्मल खालि टमेटो रोपेर नि सकिसक्यो। यहाँ सबै भइसक्यो। अब हामी चाहिँ रुमतिर जाँदैछौँ। हामी बस्ने ठाउँ चाहिँ यता साइडतिर। ओ राजेश त एक्सर्साइज गर्दैछ। के गर्नु लाग्यो? फ्रान्स आर्मीमा फ्रान्स आर्मीमा जाने मान्छे फ्रान्स आर्मीमा जाने मान्छे एकमै सीमित भयो त। ल अब जाऊँ भाइ रुमतिर, पानी पनि पर्यो। आजको हाम्रो यात्रा कहाँ रे? बेङमा जानु होइन? हाम्रो दाइ भाइ राजेश टीआरसी लिन जाने। टीआरसी कार्ड आएको छ हाम्रो। टीआरसी कार्ड लिन जाने, त्यसपछि अनि ब्याङ्कमा गएर एटिएम कार्ड पनि ल्याउने। रेलगाडी छिट आयो रेलगाडी छिट ला हिँड्दै यहाँको यताबाट जाउँ। यहाँसम्म ए उता जानु पऱ्यो नि। टीआरसी कार्ड लिन जानु पऱ्यो नि त। समुद्र देखिसकेपछि त अरू मतलबै नगर्ने। अब हामी टीआरसी कार्ड देखाउँछौँ है त। टीआरसी कार्डको लागि त अफिसै बन्द भएछ है भाइ। टेन्सन भयो है? टेन्सन भयो नि त। अब भोलि बिहान आउने है, भोलि बिहान आउने। अब हामी चाहिँ जाँदैछौँ, अब ब्याङ्कतिर जाँदैछौँ। पार्कमा यस्तो दामी छ यता। कुन चाहिँ सिटमा चढ्ने छ? मोबाइल धन्दै उडाइदिइरहने क्या मोबाइल हवाएर। दामी भइरहेछ मौसम चाहिँ, यस्तो बवाल छ मौसम। कुन चाहिँ उति हो? यो तिम्रो सि राजेश यता हेर त, त्यही होला जस्तो लाग्यो मलाई। कुन यो माछा भेटिँदैन क्या आज भाइ? अहिले फेरि ब्याङ्क पनि बन्द होला। ब्याङ्क पनि बन्द, एटिएम कार्ड पनि चिल भन्नु भएको छ होइन त? आज ब्याड लक भएछ। नानी गाह्रो भइसक्यो यत्रो हिँडेर। त्यही त है, पैसा मिलाएर आउनुपर्छ। अब एकचोटि पैसा आएपछि दिनुपर्ला केटा। अब हामी कता रुमतिरै हो र कि यसो मार्केटतिर जाने हो? मार्केट जाउँ है त। यस्तो छ मौसम, रमाइलो छ यसो घुम्दाखेरि चाहिँ। बस्ने घरमा पछाडिको गल्लीमा हो क्या आज। मार्केट छिरेर के ल्याउने हो त केटा? यो फुल लाने हो? गिफ्टहरू लाने भए गिफ्टहरू यहाँ छ होइन, खानेकुरा त्यहाँ, फ्रुट्सहरू त्यहाँ छ। यो चाहिँ हाम्रो यहाँको कन्ज्युम मार्केट, हाम्रो फेमस
हाम्रो केही सामान चाहियो भने यहीँ आउने हो त्यहाँ नपाउने केही पनि छैन होइन नपाउने केही पनि छैन त्यो खोर्सानी चाहिँ पाइँदैन अरू सब खोर्सानी र धनियाँ पाइँदैन अरू सबै पाइन्छ जिरा धनियाँ नि यहाँ पाइँदैन अर्को ठुलो मार्केटमा चाहिँ पाइन्छ खाने टुरिस्टहरू लैजाने भए लैजाउँ त्यो ब्रेड होला नि के हेर्नु केटा ल ए कोकहरू नि ल बियर खाने हो हजुर होइन खानुहुन्न त्यस्तै खानुहुन्न यहाँको सबैभन्दा फेमस बियर चाहिँ ओजिसको बियर मिठो हुन्छ राति चाहिँ खै मैले चाख्ने सर अब मलाई एक्ज्याक्ट थाहा छैन कस्तो हुन्छ भनेर सर म मार्केट घुम्न मात्रै आउँछु सर यस्तो अनि यहाँको कोक चाहिँ कस्तो हुन्छ भन्नु नि कोकै चाख्ने अहिले सर गर्ने यहाँको चाहिँ होइन नेपालको त ठिकै हुन्छ यहाँको चाख्ने अब हामी यहाँको कोक पनि अलिक पछि चाख्दैछौँ आज चाहिँ नचाख्ने चिज छ आज यसो घुम्नलाई मात्र आएको हामी के किन्ने भयो किन नि त नि उता केटाहरूले यसो हेर्दैछन् अहिले राखौँ है त मार्केटबाट फर्केर हामी त्यही बाटो आउँदैछ अघि भर्खर पानी पर्ला जस्तो भयो अहिले फेरि घाम लाएर यस्तो बवाल भइरहेछ चिप्सहरू मात्रै लिएर आयो अरू खास केही पनि लिएर आएन हामीले एउटा को स्विमिङ गर्न आउँछ यहाँ त एक्सपोर्ट एकदम खतरा चाहिँ राजेश हो क्या अरे हाम फाल नि त नि त्यही लाएर जाउँ कति पनि टाढा खाँदा नि लिनलाई ठिक हो त्यो म त्यहाँ उमकमा एउटा फोटो हाल्नुपर्छ है एक्का लाएर अनि त्यसपछि डाइरेक्ट हाम्रो रुमको प्रस्थान कस्तो लाग्यो त आजको भिडियो कमेन्ट गर्नु होला अनि यस्तै भिडियो हेर्नको लागि सुपर कुकिङ युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला थ्याङ्क यू फर वाचिङ